गाइस हामी चाहिँ नुम्माकोमा जाँदैछौँ चाहिँ बिहान बिहानै नुम्माकोमा जाने अरे। लु के हो कोला हिजो काटेको थियौँ एउटा त यहीँ रहेछ। लु भरे म राखिदिन्छु लु हिँड हिँड नुम्माकोमा हिँड लु नुम्माकोमा जाने अरे नुम्माकोमा। खै म खोलिदिन्छु खै हात चाहिँ छ लु हिँड 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 उता छ ल आऊ छिटो। खै नुमा मेथी चाहिँ डुलेर नि आइसक्यो गाइस होइन। अनि अब हामी चाहिँ नाना माम भुटी दिनु पर्यो। अनि माम खान्छ अन्डा खाने अन्डा पनि भुटी गरिदिन्छु ल ल ल ल। घर पनि आइपुगे के छिसिस ले ले फटाई उता लु बस त्यहाँ बस म माम भुट्नु न अब नमाति पनि गरिदेऊ बाई बाई गरिदेऊ स्कुल बसलाई। अनि दोकानबाट ल्याइदिँदा हुँदैन अन्डा चोर्न आइपुगेको थियो यहाँ हेर्नु यहाँ हेर्दै यस्तो पाराले हुन्छ। माम भुट दिनु पर्यो भनेको त के हो त के हो सानी अन्डा भन्न अन्डा भनेको गर्छ के गर्छ नानी त पाक पाक गरेर खाने कसरी खान्छौ भने कसरी खान्छौ भन न माम पाक पाक गरिदिन्छ नि तिमी कसरी खान्छौ गर्छौ त्यसरी खान्छौ ल्याउ लु माम नपकाइदिनु फुर्छ ल्याउ म दिन्न नि फेरि देऊ फुर्छ देऊ मामको हातमा 2 मिनटमा पाक पाक गरेर दिइहाल्छु ल म 2 मिनटमा छिट्टो पाक पाक गरिदिन्छु ल छिट्टो पाक पाक गरिदिइहाल्छु ल छिट्टो 2 मिनटमा पाक पाक गरेर दिइहाल्छु माम हातमा गर्ने यता हेर त ल माम कस्तो छ सानी कस्तो छ यम्मी छ खाऊ खाऊ लु खाऊ 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 म पानी ल्याइदिन्छु ल नानीलाई गम गम खाऊ त खाऊ पानी ल्याइदिन्छु खाँदै गर। लु त्यो अन्डा र माम खाइसक्यो दिदी खाऊ लु खाऊ 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 आमा खाऊ खाऊ गम गम खाऊ अन्डा र माम नखाऊ ल मामु आएपछि मात्रै खानु ल डन नि डन म पानी लिएर आउँछु नखाऊ भनेको यो नखाने ल ल
पानी खाएन उनी नखाऊ भनेको थियो मैले खायौ ल्या इलिली पानी खाऊ छ पानी खाऊ ए मेरो छोरीले त अघि नै हेलो गाइस यो चाहिँ हाम्रो सागबारी कोठेबारी हो यहाँ चाहिँ खोर्सानीहरू पनि छन् यो बोडी पनि फल्दैछ यहाँ भिन्डी छिपेर गइसक्यो सबै यहाँ घिरौला थोरै छैन यहाँ छानामाथि गएको छ घिरौला सबै घिरौला पनि छिपेर गयो बोडी पनि यत्रो यत्रोमै फलिरहेछ यहाँ नि त ए सिमी त्यत्रो रोपेको एक बोट मात्रै भएछ लौका यहाँ हुँदैछ रायो साग यस्तो भयो हाम्रो यहाँ पनि सबै रायो साग थियो अनि मैले उखालेर अब लसुन रोप्नुपर्ने अनि त्यही भएर मोहन हजुरबालाई खन्न बोलाएँ अनि यहाँ भोलितिर भिजाएर लसुन रोप्नुपर्ने छ यो चाहिँ अनि यो चाहिँ रायो साग हो यहाँ बोडी फल्दैछ यता नि फेदमै फल्दो रहेछ है हल्को बोडी त घिरौला ठिकै छ छानामाथि थोरै हेर्नुहुन्छ भने म कति त माथि चढ्नै सक्दिनँ त्यही हो यो चाहिँ घर पछाडि हो यति चाहिँ हिजो बाबाले भन्नुभयो अनि यति चाहिँ मोहन हजुरबालाई खन्न लगाएको यति मैले हिजो घाँस काटेँ लसुन रोप्नुपर्ने भिन्डी पनि सबै छिपेर गयो तलक भाउजू आउँछु भन्दै नि भाउजू यता यो कोला खेतमा हालिदिनु न झार यो कोला नि हिजो बोटैमा चराएर खाइदिएछ 2-3 कोसा हिजो काटिदिएको मैले यो पनि पसाउँछ क्या यति एउटा फेदै काटिदिनु पर्ने अहिले भ्याएको छैन त्यही भएर लु यति खनिदिनु त भरे भिजाएर लसुन भोलि पर्सि चाहिँ रोप्नुपर्ने छ लसुन पनि छोडाइराख्नुपर्ने छ सानी माम खाँदा खाँदै कहाँ हिँडेको हेलो गाइस मैले चाहिँ यति लसुन यो गरिसकेँ त्यहाँ खन्न लगाएको छु अनि यो छोडाइसकेँ यसको टुप्पी टुप्पी काट भने चाहिँ छिटो पलाउँछ अरे भनेको सुनेर मैले चाहिँ यस्तो गरेको 1 किलो लसुन यति हुँदो रहेछ यहाँ चाहिँ यसको टुप्पी टुप्पी काट्नुपर्ने अब यति टुप्पी टुप्पी काटिसकेर अनि राख्छु अनि भोलितिर त लसुन रोप्नुपर्ने हुन्छ के भन्दैछ यहाँ ल्याउ त लसुन रोपी रोपी गर्नुपर्छ यहाँ ल्याउ यहाँ राखिराखि गर कति ज्ञान चाहिँ मेरो यहाँ राखिराखि गर हलु माम खाऊ तिमी त्यही हो गाई आजको लसुन बनाइयो काम थुप्रो छ हौ लसुन पानी लाउनु पर्ने छ पानी परेन पानी पर्छ
हजुरबाले त खनिसक्न आँट्नु भएछ झार पनि मजाले छानिदिनु ल यताको अस्ति बनाइदिनु है चाहिँ बाबाले खन्नुभएको यता चाहिँ गाई लसुनबारी खन्न लाउँदैछु हजुरबा त्यत्तिकै हिँडिराख्नु भएको त अनि खन्न लगाएको लसुन रोप्नुपर्ने अनि गएको सानी बाइबे गरिदेऊ खोइ त दादालाई बाइबे गरेको निन्द्रामै छ है मेरो छोरी चाहिँ लु ल्या लु 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 ल ल ल